डिजिटल गभर्नेन्स र सुशासन, प्रविधिको प्रयोगबाट भ्रष्टाचार मुक्त र झन्झट मुक्त नेपालको परिकल्पना। नेपालको सार्वजनिक प्रशासन विगत लामो समयदेखि ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र संस्थागत भ्रष्टाचारको पर्याय जस्तै बनेको छ। नागरिकले एउटा सामान्य सिफारिस लिन होस् वा नागरिकता र पासपोर्ट बनाउन सरकारी कार्यालयका ढोकाहरूमा घण्टौं लाइन बस्नुपर्ने र कतिपय अवस्थामा टेबल मुनिको लेनदेन बिना काम नबन्ने तीतो यथार्थ हामी सामु छ। यसै व्यथिति बीच राष्ट्रिय स्वतन्त्र पार्टी रासवापाले अगाडि सारेको डिजिटल गभर्नेन्सको एजेन्डा केवल प्राविधिक सुधार मात्र नभई यो राज्य र नागरिक बीचको सम्बन्धलाई नै पुनर्गठित गर्ने एउटा क्रान्तिकारी कदम हो। प्रविधिको उच्चतम प्रयोग मार्फत सरकारी सेवालाई पारदर्शी, जवाफदेही र भ्रष्टाचार मुक्त बनाउने रासवापाको नीतिले नेपालको सार्वजनिक सेवा प्रवाहमा कसरी आमूल परिवर्तन ल्याउन सक्छ भन्ने विषयमा यहाँ विस्तृत विमर्श गरिएको छ। डिजिटल गभर्नेन्सको पहिलो र आधारभूत स्तम्भ पेपरलेस गभर्नमेन्ट हो। नेपालका सरकारी कार्यालयहरूमा अझै पनि 2021 सालको ढड्डा प्रणाली र फाइल बोकेर कोठा चहार्नुपर्ने अवस्था छ। रासवापाको वाचा अनुसार सबै सरकारी निर्णय प्रक्रियालाई डिजिटल वर्कफ्लोमा लगिनेछ। यसको अर्थ कुनै पनि फाइल कुन कर्मचारीको डेस्कमा पुग्यो, त्यहाँ कति समय अड्कियो र निर्णय हुन किन ढिलाइ भयो भन्ने कुराको प्रत्यक्ष ट्र्याकिङ नागरिकले आफ्नै मोबाइलबाट गर्न सक्नेछन्। जब फाइलहरू भौतिक रूपमा कर्मचारीको हातमा हुँदैनन् र सबै प्रक्रिया अनलाइन सिस्टमबाटै अगाडि बढ्छन्, तब फाइल अड्काएर घुस माग्ने प्रवृत्तिको स्वतः अन्त्य हुन्छ। डिजिटल प्रणालीमा हरेक कर्मचारीको कार्य सम्पादनको रेकर्ड रहने हुनाले ढिलासुस्ती गर्ने कर्मचारीमाथि तत्काल कानुनी र प्रशासनिक कारबाही गर्न सहज हुनेछ। यस अवधारणाको दोस्रो महत्त्वपूर्ण बुदा एकल पोर्टल सेवा, युनिफाइड पोर्टल सर्भिस हो। हाल नेपालमा विभिन्न सेवाका लागि छुट्टा-छुट्टै कार्यालय र पोर्टलहरू छन् जसले नागरिकलाई अलमलमा पार्छ। रासवापाले परिकल्पना गरेको वान विन्डो डिजिटल प्लेटफर्ममा नागरिकता, राहदानी अर्थात् पासपोर्ट, सवारी चालक अनुमतिपत्र, लाइसेन्स, प्यान कार्ड र जग्गाधानी पूर्जा जस्ता सबै आधारभूत सेवाहरू एकीकृत गरिनेछ। यस प्रणालीमा नागरिकले एकपटक आफ्नो व्यक्तिगत विवरण KYC बुझाएपछि हरेक सेवाका लागि पटक एउटै कागजात बोकेर धाउनुपर्ने छैन। उदाहरणका लागि, यदि कसैले पासपोर्ट बनाउनु छ भने उसको नागरिकता र बायोमेट्रिक विवरण सिस्टमले स्वतः सङ्कलन गर्छ। यसले केवल समयको बचत मात्र गर्दैन, बरु बिचौलियाहरूको बिगबिगीलाई पनि शून्यमा झार्छ। प्रविधिले सेवा प्रदायक अर्थात् कर्मचारी र सेवाग्राही अर्थात् नागरिक बीचको प्रत्यक्ष भेटघाटलाई कम गरिदिन्छ, जसले भ्रष्टाचारको अवसरलाई नै समाप्त पार्छ। डिजिटल गभर्नेन्सको तेस्रो र सबैभन्दा चुनौतीपूर्ण पाटो नीतिगत भ्रष्टाचारको अन्त्य हो। नेपालमा साना कर्मचारीले लिने घुसभन्दा मन्त्री परिषद र उच्च तहबाट हुने नीतिगत भ्रष्टाचारले देशलाई अरबौंको नोक्सानी पुर्याएको छ। ठूला ठेक्कापट्टा, सार्वजनिक खरिद र विवादास्पद निर्णयहरूलाई मन्त्री परिषदको निर्णय भन्दै अख्तियारको दायराभन्दा बाहिर राख्ने जुन गलत परम्परा छ, त्यसलाई रासवापाले कानुनी रूपमै चुनौती दिने वाचा गरेको छ। प्रविधि मार्फत ओपन डेटा नीति लागू गरी सरकारले गर्ने हरेक ठूला खर्च र सम्झौताहरूलाई सार्वजनिक पोर्टलमा राखिनेछ। कुन ठेक्का कुन कम्पनीले पायो, कति रकममा पायो र त्यसको प्रगति कति छ भन्ने कुरा आम जनताले हेर्न पाउने व्यवस्था गरिनेछ। यसका साथै मन्त्री परिषदका निर्णयहरूलाई पनि निश्चित सुरक्षा मापदण्ड बाहेक अन्य अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा ल्याउने गरी कानुन संशोधन गरिनेछ। सुशासनका लागि डिजिटल गभर्नेन्स केवल सफ्टवेयरको जडान मात्र होइन, यो डेटा सुरक्षा र नागरिकको गोपनीयतासँग पनि जोडिएको छ। रासवापाको योजनामा नेपालको आफ्नै सुरक्षित सर्भर र क्लाउड प्रणाली निर्माण गर्ने कुरा समावेश छ, ताकि नागरिकका संवेदनशील विवरणहरू विदेशी सर्भरमा नजाउन्। जब सबै सरकारी कारोबार र भुक्तानीहरू डिजिटल माध्यमबाट हुन्छन्, तब मनी लन्ड्रिङ र अवैध सम्पत्ति आर्जन गर्ने बाटाहरू साँघुरा हुन्छन्। हरेक पैसाको स्रोत डिजिटल रूपमा ट्र्याक हुने हुनाले भ्रष्टाचार गरी कमाइएको पैसा लुकाउन असम्भव जस्तै हुन्छ। डिजिटल गभर्नेन्स कार्यान्वयनमा केही व्यावहारिक चुनौतीहरू पनि छन्। पहिलो चुनौती डिजिटल साक्षरताको हो। गाउँ-गाउँका सबै नागरिक प्रविधिसँग अभ्यस्त नहुन सक्छन्। यसका लागि रासवापाले हरेक वडा कार्यालयमा डिजिटल सहयोग केन्द्र स्थापना गरी प्रविधि नजान्ने नागरिकलाई सेवा लिन सघाउने योजना अगाडि सारेको छ। दोस्रो चुनौती साइबर सुरक्षाको हो। सरकारी तथ्याङ्कहरू ह्याक हुने जोखिमलाई कम गर्न उच्चस्तरीय साइबर सुरक्षा दस्ता, साइबर सिक्युरिटी फोर्सको निर्माण र नियमित सुरक्षा अडिट अनिवार्य गरिएको छ। तेस्रो चुनौती भनेको कर्मचारी तन्त्रको आन्तरिक अवरोध हो, जसलाई 2/3 बहुमतको बलमा प्रशासनिक सुधार र तालिम मार्फत समाधान गरिनेछ। रासवापाले अगाडि सारेको यो सुशासनको मोडेलले डिजिटल डिभाइडलाई कम गर्दै अन्तिम पंक्तिमा रहेका नागरिकसम्म राज्यको पहुँच पुर्याउने लक्ष्य राखेको छ। जब सरकारी सेवा एउटा क्लिकको भरमा घरै बसेर पाउन सकिन्छ, तब नागरिकले राज्यप्रतिको अपनत्व महसुस गर्छन्। भ्रष्टाचार केवल पैसाको लेनदेन मात्र होइन, यो समय र आत्मसम्मानको पनि शोषण हो।
डिजिटल गभर्नेन्सले नागरिकको समय बचाउँछ र उनीहरूलाई सरकारी कार्यालयमा कसैको अगाडि निहुर्नुपर्ने अवस्थाबाट मुक्त गराउँछ। अन्ततः प्रविधि आफैमा साध्य होइन, यो सुशासन प्राप्त गर्ने एउटा शक्तिशाली साधन हो। रासपापाको यो डिजिटल गभर्नेन्सको खाकाले नेपाललाई 21औं शताब्दीको मोडर्न राष्ट्रको रूपमा उभ्याउने क्षमता राख्छ। 2046 सालदेखिको राजनीतिक फोहोर सफा गर्न र सुशासनको नयाँ जग बसाल्न डिजिटल गभर्नेन्स नै सबैभन्दा प्रभावकारी भ्याक्युम क्लिनर साबित हुन सक्छ। यदि यो योजना पूर्ण रूपमा कार्यान्वयन भयो भने नेपाल दक्षिण एसियाकै उत्कृष्ट सुशासन भएको देशको रूपमा चिनिनेछ, जहाँ भ्रष्टाचार एउटा कथा बन्नेछ र सेवा प्रवाह एक सहज प्रक्रिया हुनेछ।